तपाईँको छिर्ने बित्तिकै यो सानो एउटा हलवे जस्तो छ। अनि तपाईँको यहाँनिर जस्तै यो सु ऱ्याक राख्नेहरू भयो, यहाँ स्टोर रुम पनि छ है। अनि तपाईँको राइट साइडमा चाहिँ यो तपाईँको लिभिङ रुम भयो, स्पेसियस छ, ठुलो छ। यो ग्राउन्ड फ्लोरको है तपाईँको। अनि यहाँनिर तपाईँको जेनरल वासरुम, यो प्यान वासरुम रहेको छ। अनि त्यसपछि लिएर यो तपाईँको डाइनिङ एरिया भयो। अनि त्यसपछि लिएर यहाँनिर किचन रहेको छ है। तपाईँको किचनको कुरा गर्नुहुन्छ भने तपाईँको यो हुन्थेन कपबोर्डहरूदेखि लिएर चिम्नीहरू सबै मोडुलर राखिदिनु भएको छ। यो तपाईँको ग्राउन्ड फ्लोरको भयो। अब यहाँदेखि लिएर डेकोरेसन राम्रो छ, उहाँहरूले एकदम पहिला आफै नै बसिरहनु भएको रहेछ। अनि तपाईँको यो प्रपर्टी भनेको रेसिडेन्सियललाई दिँदा नि भयो अनि कमर्सियललाई दिँदा नि भयो है, दुइटाको लागि युज छ यो। तपाईँको यो देखेको दराज यो फर्स्ट फ्लोरको हो कि यो सबै अट्याच हो है। अनि यहाँदेखि लिएर तपाईँको फर्स्ट फ्लोरमा चाहिँ 3टा बेडरुम, 2टा छ है वासरुम। यो तपाईँको जेनरल कमोड वासरुम भयो। त्यसपछि लिएर यहाँनिर एउटा बेडरुम, बेडरुमको साइजहरू पनि प्रपर ठुलो छ है। यहाँ चाहिँ बाल्कनी पनि छ है, 2टा बेडरुम भयो। अनि त्यसपछि लिएर तपाईँको यो रुम चाहिँ बेडरुम विथ अट्याच वासरुम हो है, यो 3टा बेडरुम। अनि हेर्नु त टोयलेटहरू सबै यस्तै छ, ठुल्ठुलो यो भयो। अनि तपाईँको यहाँ चाहिँ अब फर्स्ट फ्लोरमा त तपाईँको बाल्कनीहरूको स्पेस त भइहाल्छ है, अब फ्लोर लागु नै। तपाईँको यहाँ हाम्रो लेफ्ट साइडमा बेडरुम रहेको छ। यसमा तपाईँको यो बेडरुम हो। अनि त्यसपछि लिएर यो अट्याच वासरुम हो है, अहिले चाहिँ तपाईँको बन्द छ, यो अट्याच वासरुम हो। त्यसपछि लिएर तपाईँको यो ठाउँमा चाहिँ सानो एउटा स्टोर रुम छ है, यो स्टोर रुम भयो, स्टोर रुम। यो तपाईँको टेरेसको स्पेस भयो, धेरै ठुलो चाहिँ। अनि यहाँनिर भनेको पूजा गर्ने कोठा पनि रहेको छ है। यहाँ चाहिँ पूजा गर्ने कोठा भयो। अब जाउँ हामी मेन टपमा है। अब चाहिँ यो टप फ्लोरमा चाहिँ वासिङ मसिन रहेछ है। भ्यू राम्रो देख्छ है टप।